हेलो एभ्रिवान, नमस्ते, फ्यापुलो सेभेन्टी सबैजनालाई वेलकम टु माई भिडियो। सो आज चाहिँ मैले तपाईँहरूलाई हेर्नुहोस् न, अर्ग्यानिक चुलामा होइन हाम्रो गाउँ बस्तीमा चाहिँ यस्तो हुन्छ। अनि ठुलो कराईमा चाहिँ यहाँ के पाक्दैछ भन्दा चाहिँ नि हाम्रो राई किराँतीको फेभरेट अलवेज होइन प्रसादको रूपमा लिने गर्छौँ हामी यसलाई होइन। तर फेरि तामाङ भएर राई किराँती भन्दैछ भनेर नसोच्नुहोस् होला, किनभने म चाहिँ तामाङ हो, मेरो हस्बेन्ड चाहिँ राई हुनुहुन्छ नि त। अनि यो चाहिँ हाम्रो कल्चर, अब कल्चर मिन्स अब यस्तो पित्रातिर चाहिँ बनाइने गर्छ नि त वाचिपा होइन, जो चाहिँ वाचिपा भन्छ, जुन चाहिँ भात मजाले बनाएको हुन्छ। अनि तितेहरू हालेर कर्ची मर्ची सानो काटेर कर्ची मर्ची मासु हाल्दा पनि हुन्छ होइन। सानो गरेर अदुवा प्याजहरू सबै मरमसलाहरू हालेर फिटेर मिक्स्ड गरेर पकाइने गर्छ। यो चाहिँ मलाई पुरा असाध्यै पुरा मनपर्छ, फेभरेट हो होइन। अनि सबैजनाको फेभरेट हो। हाम्रो चाहिँ पित्रा उँभौली पूजा उँधौलीतिर चाहिँ बनाइने यो चाहिँ वाचिपा हो। कति कुरो म भन्नु जानिनँ होला होइन, तर पनि अब मैले बुझेको भरमा जानेको भरमा तपाईँहरूसँग सेयर गरेको होइन। अनि मेरो चाहिँ फेभरेट भन्दा पनि फेभरेट हो होइन। मलाई चाहिँ म गर्लफ्रेन्ड हुँदा पनि मेरो हस्बेन्डले चाहिँ ल्याइदिने गर्नुहुन्थ्यो पहिलातिर होइन, मान्थेन, जबरजस्ती ल्याइमाग्थेँ। अनि टेस्ट चाहिँ पहिला गरेको कता कता, देन आजकल चाहिँ फेभरेट भएको छ यो चाहिँ मेरो वाचिपा होइन। सो थ्याङ्क यू फर वाचिङ।